हेलो साथीहरू, गुड मर्निङ। म रञ्जना थापा आज फेरि तपाईँहरूको सामु। हजुरहरू कस्तो हुनुहुन्छ होला? म चाहिँ एकदम ठिक छु र एकदमै खुसी छु, किनभने आज 30 अप्रिल हो र मेरो आज चाहिँ एनिभर्सरी हो, त्यही भएर हजुरहरूलाई भनेको। सो म चाहिँ अहिले रेडी हुँदैछु। तपाईँको अहिले 9 बजिसकिसक्यो हो बिहानको। अन्त आफ्नो सबै कामहरू सकेर म चाहिँ रेडी हुन गइरहेको छु। हामी कतै घुम्ने प्लान गरेको छ, हेरौँ। गरम यस्तो छ कि घुम्ने हो कि म कहाँ घुम्छु होइन, मेरो फ्यामिलीसँग, लाइक हस्बेन्ड अनि मेरो बच्चा। आज हामी माइत जानेछौँ, हजुरहरूलाई देखाउँछु। सो मैले चाहिँ ठुलो आशा गरेको छु मेरो हस्बेन्डकोबाट केही पाउँछु कि गिफ्ट भनेर हो। हेर्छु अब उहाँले केही दिलाउनुहुन्छ कि हुँदैन। घर आउनु भएको छ उहाँ, त्यही भएर मैले चाहिँ आशा गरेको हो। हेर्छु दिन्छ कि दिँदैन, तपाईँलाई देखाउँछु नि ल। बाई बाई। हेलो साथीहरू, हामी चाहिँ रेडी भइसकिसक्यौँ। सो अब भिरपाडातर्फ लाग्ने हो, सानो सानो कामहरू पनि छ। हेरौँ उसले चाहिँ मलाई गिफ्टहरू केही दिन्छ कि। आशा गरेको छु। किनिदिने कि नकिनिदिने? सरप्राइज पनि कसैले भन्छ। हेरौँ, सरप्राइज छ अरे। बाई बाई। टाटा। हेलो साथीहरू, यहाँ हेर्नुहोस् है, मेरो एनिभर्सरीको केक सरप्राइज। हेलो साथीहरू, वी आर रेडी टु कट आवर केक। सेलिब्रेट त्यस्तो साह्रो राम्रो गरेन, हल्का एउटा केक काट गरेको। So thank you so much for this beautiful watch. मलाई कस्तो खुसी लाग्यो, चाहिरहेको घडी पाएँ हो। तपाईँको चोइस एउटै रहेछ, टाइटल। थ्याङ्क यू सो मच रुदु, आई लभ यु बेबी।